हेलो नमस्ते सबैजनालाई। तपाईँ जापान जाँदै हुनुहुन्छ? जापान जाँदै गर्दाखेरि कस्तो सामान लाने कस्तो सामान नलाने भन्ने विषयमा कन्फ्युजन छ। म आज तपाईँहरूलाई यो कन्फ्युजन दूर गरिदिन्छु। जापान जाँदा लानै पर्ने वस्तुहरूमा चाहिँ स्टुडेन्ट भिजामा जानेहरूले कोट प्यान्ट सुट अनिवार्य लिएर जानु होला। तपाईँ जापान गएर त्यस्तो फङ्सनहरू इभेन्टहरू हुन्छ जुनमा तपाईँले कोट प्यान्ट लगाउनै पर्ने हुन्छ र तपाईँले त्यहाँ गएर किन्नु पर्यो भने 50-60 हजार बढीमा 1 लाखसम्म पनि पर्न सक्छ। त्यसैले नेपालबाटै कालो कोट, सेतो प्यान्ट, कालो प्यान्ट र कालो जुत्ता लिएर जानु होला। इन्टरभ्यूहरूको लागि पनि काम लाग्छ। र लेडिजहरूले चाहिँ अनिवार्य 2-4वटा साडी लिएर जानु होला। विभिन्न फङ्सन्सहरू हुन्छ, साडी अनिवार्य लगाउनु पर्ने फङ्सन्सहरू हुन्छ, त्यसैले गर्दा 2-4वटा साडीहरू अनिवार्य लिएर जानु होला। त्यस्तै गरी जाडो र गर्मी महिनामा लगाउनु पर्ने कपडाहरू चाहिँ 1-2 सेट गरेर हालेर लिएर जानु होला। वहाँ चाहिँ यी कपडाहरू चाहिँ अलिक महँगो पर्न सक्छन्। त्यस्तै गरी जापान जाँदा लानै नहुने कुराहरू के हुन् त? जापान जाँदा लानै नहुने कुराहरूमा चाहिँ मेडिसिनहरू, जस्तै नसा रोगका मेडिसिनहरू, गर्भनिरोधक चक्कीहरू, इकनहरू, अनवान्टेडहरू लानै भएन। यसले तपाईँलाई एयरपोर्टमा अत्यन्तै समस्या ल्याउँछ, तपाईँलाई फिर्तै पनि पठाउन सक्छ। त्यस्तै गरी लानै नहुने कुराहरूमा प्याकेजिङ नगरिएका, म्यानुफ्याक्चर डेट र एक्सपायरी डेट नभएका फुडहरू, जस्तै घिउ, मह, खुदो, चुक, गाउँघरबाट लगिने सुकुटीहरू, गुन्द्रुकहरू चाहिँ यसरी डाइरेक्ट तपाईँले प्लास्टिकमा हालेर जापान लान चाहिँ भएन। यसले समस्या ल्याउँछ। एयरपोर्टमा तपाईँहरूलाई एकदमै झमेला हुन सक्छ, नेपालै फिर्ता गरिदिन पनि सक्छ। र पछिल्लो समय योभन्दा अगाडि बजारबाट किनिएका प्याकेजिङ भएका चामल दालहरू लान मिलेको भए तापनि यो पछिल्लो समय चाहिँ यसरी चामल दाल लाँदा पनि समस्या आएको भनेको सुनिएको छ। तपाईँहरूले चामल दाल लानै पर्छ भन्ने केही पनि छैन। हरेक जापानिज ल्याङ्ग्वेज स्कुलको नजिकै प्राय जसो हलाल फुडहरू खोलिएको हुन्छ। हलाल फुड भनेको चाहिँ पसल, नेपालीहरूले उपभोग गर्ने वस्तुहरू राखेर खोलिएको पसललाई हलाल फुड भनिन्छ। हामीलाई चाहिने सम्पूर्ण चिजहरू त्यही नै हुन्छ र कहीँ न कहीँबाट सम्पर्क भइ नै हाल्छ र उनीहरूले रुमसम्म, अपार्टमेन्टसम्म उनीहरूले डेलिभरी गरिदिनै हाल्छन्। त्यसैले नेपालबाट यस्ता चिजहरू लानुपर्ने आवश्यकता चाहिँ हुँदैन। त्यसैले मिनासन यी कुराहरूमा ख्याल गर्नुभयो भने तपाईँ जापान जाँदै गर्दाखेरि एयरपोर्टमा अथवा गइसकेपछि उतापट्टिको एयरपोर्टमा कहीँनिर पनि समस्या आउँदैन। तपाईँको जापान यात्रा सुखमय रहोस्। जापानको भविष्य अत्यन्त उज्जवल रहोस्। मेरो शुभकामना छ। धन्यवाद।